यिनीहरू चाहिँ गर्लफ्रेन्ड बोयफ्रेन्ड हुन् हाम्रो ठुलो मम्मीको कुकुर र हाम्रो कुकुर केटी हो ठुलो मम्मीको कुकुर केटा हो यिनीहरू चाहिँ लभ गर्छन् लास्टै माया गर्छन् एकअर्का बिना बाँच्नै सक्दैनन् 24 घण्टा हाम्रो घर आउँछन् यिनीहरू यहाँ मम्मीहरू खेतमा यहाँ के अरे दाल र मसुरो र घाँस छुट्याउँछन् अनि त्यही भएर यिनीहरू यहीँ आएर लड्छन् जहिले यतातिर म राम्रो आएन म यता छु हाम्रो ठुलो मम्मी कुकुर हाम्रो गाउँभरि सेतो कुकुर मात्रै छन् गाइज सबैको घरमा यस्तो कुकुर नभएको घरै छैन फ्रीमा चाहिने भए चाहिँ सम्पर्क गर्नु म जापान लिन मिल्ने भए लगिदिन्थे जापान एकदम धेरै महँगो छ कुकुर यो चाहिँ तोरी हो तोरी अहिले तोरी पाके छैन तोरी पाक्ने बेला भएछ त्यो हाम्रो गाउँको स्कुल हो म यहाँ पढेको 10 क्लाससम्म यो चाहिँ हाम्रो अब उता गाउँ हो